हेलो एभ्रीबडी आज चाहिँ म हैन व्हाट इज साइन्स र रिलिजन भन्ने कुरोमा सानो टपिकमा केही कुरा भन्न गइरहेको छु। धेरै समय अगाडि अल्बर्ट आइन्स्टाइनले नि भन्नुभएको थियो, साइन्स विदाउट रिलिजन इज लेम र रिलिजन विदाउट साइन्स इज ब्लाइन्ड भनेर भन्नुभएको थियो हैन। यसको अर्थ हुन्छ विज्ञान चाहिँ रिलिजन धर्मको बेगर चाहिँ लङ्गडो हुन्छ, लेम भनेको लङ्गडो, र रिलिजन विदाउट साइन्स इज ब्लाइन्ड भनेर भन्नुभएको छ हैन। धर्म चाहिँ विज्ञानको बेगर अन्धो हुन्छ भनेर अल्बर्ट आइन्स्टाइनले भन्नुभएको छ। म त भगवान राम, भगवान कृष्णलाई मान्ने मान्छे। म धर्म ठुलो कि साइन्स ठुलो कसैले भन्छ भने म धर्म ठुलो भन्छु। र म कुनै मार्क्स दिने मान्छे पनि होइन। म मार्कै दिनु पर्यो भने पनि रिलिजनलाई 90% दिन्छु र साइन्सलाई 10% दिन्छु हैन। यो चाहिँ मेरो व्यक्तिगत, म एउटा सामान्य मान्छे हो। म कसैलाई मार्क दिनको लागि नि योग्य छुइनँ केही कुरालाई पनि, तर यो मेरो व्यक्तिगत विषय हो। र यसै सन्दर्भमा मलाई भगवानको विश्वास छ हैन। स्वामी विवेकानन्दजीले पनि आफ्नो गुरुकोमा गएर धेरै प्रश्नहरू सोध्नुहुन्थ्यो अरे हैन। हामीले कहिले पनि ब्लाइन्डली फलो गर्नु हुँदैन। केही कुरा आफूलाई चित्त बुझेको छैन, मनमा कुनै कुरा यो होइन यो यस्तो होला भनेर जिज्ञासा आउँछ भने ब्लाइन्डली कुनै कुरोलाई पनि हामीले मान्नु हुँदैन र ब्लाइन्ड भएर कुनै कुरो पनि मान्नु हुँदैन। स्वामी विवेकानन्दजीले पनि धेरै आफ्नो गुरुको पासमा गएर धेरै प्रश्नहरू गर्नुहुन्थ्यो। गुरुहरूलाई आफूलाई चित्त नबुझेको कुराहरू राम्रो भावले हैन गुरुसँग प्रश्न गर्न सकिन्छ। भगवान कृष्णले पनि भगवत गीतामा भन्नुभएको छ, गुरुको पासमा जानु र प्रश्न गर्नु भनेर भगवत गीतामा भन्नुभएको छ। र यति भन्दै मेरो सानो भिडियो यहीँ राख्न चाहन्छु। फेरि भेटौँला। जय श्रीमन्नारायण। हरे राम 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 हरे हरे, हरे कृष्ण 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 हरे हरे।